हेलो साथीहरू नमस्कार। आज चाहिँ म तपाईहरुलाई चाहिँ फेसबुकमा राइट म्यानेजर चाहिँ कसरी लिएर आउने, राइट म्यानेजर भनेको के हो, राइट म्यानेजर आएपछि के हुन्छ भनेर चाहिँ अलिकति छोटो मिठो बताउन गइरहेको छु है त। यसरी चाहिँ तपाईहरुलाई कसैले पनि भनेको हुँदैन। अब मैले चाहिँ यो युट्युबतिर चाहिँ मैले पनि पहिला खोज्दा नपाएर चाहिँ अनि आफैले सर्च गरेर राम्रोसित बुझ्दाखेरि चाहिँ अनि हो यसरी चाहिँ हामीले राइट म्यानेजर लिन पाइने रहेछ भनेर चाहिँ मैले चाल पाएको हो। अब तपाईहरु पनि राइट म्यानेजर लिन चाहनुहुन्छ भने चाहिँ यो भिडियो अन्तिमसम्म नै हेर्नु होला। राइट म्यानेजर लिनको लागि सबैभन्दा पहिले तपाईको एउटा ब्राउजर खोल्नुहोस्, कुनै पनि गुगल अथवा क्रोम। मैले चाहिँ गुगल खोले। गुगल खोलेपछि गुगलमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँ सर्च बारमा जानुहोस्, राइट म्यानेजर भनेर लेख्नुहोस्। राइट म्यानेजर लेखेपछि यहाँ मेटाको आउँछ। मेटाको आएपछि चाहिँ तपाईहरुले यहाँ सिम्पली क्लिक गर्नुहोस्। त्यसपछि चाहिँ यस्तो इन्टरफेस खोल्छ है, तपाईको मोबाइलमा चाहिँ यस्तो इन्टरफेस खोल्छ। यो चाहिँ मोबाइलबाट अथवा ल्यापटपबाट पनि बनाउन मिल्छ है। मैले चाहिँ यो मोबाइलबाट बनाउन लागिरहेको हो। अनि त्यसपछि हामी जानुहोस्, रहेको यतापट्टि साइडमा सानो एरो देखिन्छ, त्यसमा क्लिक गर्नुहोस्। यहाँ रिक्वेस्ट एक्सेसमा क्लिक गर्नुहोस्। त्यसपछि अब आउँछ राइट म्यानेजर लिने चाहिँ मेन खेल है। अब यसलाई चाहिँ तपाईहरुले यसरी चाहिँ क्लिक गर्नुहोस्। अब तपाईहरुले तपाईको यहाँ आइडी अथवा पेज केमा चाहिँ राइट म्यानेजर लिन चाहनुहुन्छ चाहिँ यहाँ देखाउँछ। जस्तै मैले चाहिँ यो चाहिँ तलको चाहिँ मेरो प्रोफाइल हो। यसमा मैले पहिले राइट म्यानेजर लिन लागिसकेको थिएँ तर भएन, यहाँ दिएन मलाई चाहिँ। अब अर्को 7 दिनपछि चाहिँ फेरि ट्राई गर भनेर चाहिँ भनेको छ फेसबुकले है। अब म चाहिँ यो पेजमा चाहिँ कोसिस गर्दैछु। अब पेजमा तपाईलाई जेमा लिनु मन लाग्छ त्यसमा चाहिँ यहाँ क्लिक गर्नुहोस्। त्यसपछि अब तपाईले भिडियोमा लिने कि इमेजमा अथवा फोटोमा लिने कि अडियोमा लिने कि केमा लिने त्यसमा क्लिक गर्नु होला। सिम्पली हामीले चाहिँ भिडियोमै लिने भएकोले भिडियोमै क्लिक गरौँ। अब यहाँ आउँछ है मेन खेल भनेको व्हाट टाइप अफ राइट्स होल्डर भनेको छ। तपाईँ चाहिँ कस्तो टाइपको चाहिँ मान्छे हो, कस्तो चाहिँ भिडियोहरू चाहिँ तपाईहरुले पोस्ट गर्नुहुन्छ। जस्तो इन्डिभिजुअल हो कि मिडिया हो कि कन्टेन्टवाला हो कि के हो। अब हामी चाहिँ सिम्पली इन्डिभिजुअलै हो है, त्यही भएर हामीले चाहिँ इन्डिभिजुअल राखौँ। त्यसपछि यहाँ आउँछ, यहाँ चाहिँ तपाईले आफ्नो नाम लेख्नु होला। पेजको नाम अथवा च्यानलको पेजको अथवा प्रोफाइलको नाम जे छ त्यही लेख्नु होला है। मैले चाहिँ सिम्पली हरिमोड बारी राखेँ, यो मेरो नाम हो। तपाईले चाहिँ आफ्नो पेजमा जे छ त्यही नाम राख्नु होला। अनि यहाँ आउँछ अब तपाईले चाहिँ यहाँ क्लिक गर्नुहोस्। अब यसमा चाहिँ भनेको छ तपाईले चाहिँ भिडियो चाहिँ कहिले कहिले पोस्ट गर्नुहुन्छ, डेली पोस्ट गर्नुहुन्छ कि केही समय हप्ताको केही दिन मात्र पोस्ट गर्नुहुन्छ कि अथवा हप्तै बिच पोस्ट गर्नुहुन्छ कि मन्थली पोस्ट गर्नुहुन्छ कि सिलेक्ट गर्नु होला। मैले चाहिँ हप्ताको केही कुनै दिन मात्र पोस्ट गर्ने भएर यसमा क्लिक गरेँ। अब फेरि यो एकदम इम्पोर्टेन्ट लाइनहरु आउँदैछ है, ध्यान दिएर हेर्नु होला। अब यसमा चाहिँ तपाईले भनेको छ तपाईले चाहिँ हामीभन्दा पहिला चाहिँ कुनै पनि अरु व्यक्तिलाई चाहिँ तपाईले कपिराइटको इस्यु दिनुभएको थियो त, यो एप्लाई गर्नुभन्दा अगाडि यदि दिनुभएको थियो भने यस गर्नु होला, दिनुभएको थिएन भने चाहिँ नो गर्नु होला। सिम्पली चाहिँ नो नै गर्नु होला है। अब यहाँ आउँछ मेन भनेको चाहिँ यो है, एकदम इम्पोर्टेन्ट भनेको चाहिँ यो हो। अब यहाँ चाहिँ तपाईले तपाईको भिडियोमा चाहिँ सबैभन्दा बढी भ्युज गएको भिडियोलाई चाहिँ भिडियोको चाहिँ लिंक चाहिँ कपी गरेर लिएर आएर पोस्ट गर्नु होला फेसबुकबाट। फेसबुकबाट कसरी भिडियोको लिंक चाहिँ पोस्ट कपी गरेर लिएर आउने भन्ने कुरा चाहिँ सिम्पल छ। यसलाई मिनिमाइज गर्नुहोस्। त्यसपछि आफ्नो रहेको फेसबुकमा जानुहोस्। आज मेरो लग भएर अलिकति टाइम लाग्छ। त्यसपछि प्रोफाइलमा गएर चाहिँ अब सबैभन्दा यता भिडियोमा जानुहोस्। अब सबै हेर्नुहोस् सबैभन्दा बढी भ्युज गएको भिडियो चाहिँ कुन हो।
त्यसलाई चाहिँ ट्याक्क लिएर आएर त्यसको लिङ्क चाहिँ ट्याक्क लिएर आएर ट्याक्क जस्तो यहाँ 3 डट छ 3 डटमा क्लिक गरेर कपी लिङ्क गरेर चाहिँ फेरि मिनिमाइज गरेर यता आएर चाहिँ ट्याक्क लाएर तपाईँले पोस्ट गर्न सक्नुहुन्छ है। यो चाहिँ सुरुबाट आयो यसरी ट्याक 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 गरेर लिएर आउन सक्नुहुन्छ। यसरी चाहिँ तपाईँहरूले लिएर आउनुभयो भने 5वटा भिडियोको लिङ्क यहाँ लिएर सबैभन्दा पपुलर है। मैले तपाईँहरूलाई यत्तिकै यो आइडिया चाहिँ अहिलेसम्म कसैले पनि नसिकाएको यसबाट चाहिँ तपाईँहरूले नेपालमै बसेर चाहिँ एप्लाई गर्न सक्नुहुन्छ है। राइट म्यानेजर पाउनु भने तपाईँहरूले नेपालकै एकाउन्टमा पैसा निकाल्न सक्नुहुन्छ अथवा राइट म्यानेजर भनेको चाहिँ फेसबुकको लागि एकदमै धेरै ठुलो कुरा हो। ट्याक्कै यहाँ लिएर आएर चाहिँ 5वटा लिङ्क चाहिँ कपी गरेको लिङ्क चाहिँ पेस्ट गरिदियो हाम्रो यसरी नै तल गर्नुहोस् 5वटासम्म पाइन्छ। 5वटा भन्दा बढी चाहिँ पाइँदैन 5वटासम्म पाइन्छ 5वटासम्म लिएर आएर पेस्ट गर्नु होला। अनि यतापट्टि रहेको छ तल रहेको छ युट्युब अथवा अरू कुनै प्लेटफर्मको जस्तो यता वेबसाइटको छ वेबसाइट छ भने वेबसाइट लिएर आएर यहाँ पेस्ट गर्नु होला आफ्नो वेबसाइटको लिङ्क छैन भने युट्युब अथवा टिकटकको लिएर आएर चाहिँ यहाँ पोस्ट गर्नु होला। यो चाहिँ हुनैपर्छ है तपाईँहरूको किनकि अरू प्लेटफर्महरूमा पनि काम गरिरहेको छ भन्ने चाहिँ उसलाई पनि थाहा हुनु पर्यो क्या त्यही भएर यो चाहिँ हुनुपर्ने छ यो पनि लिएर आएर पोस्ट गर्नु होला। अनि यता आएर अर्को छ अब यहाँ मेन भनेको यहाँ हुन्छ है। यसमा चाहिँ तपाईँहरूले लेख्नु पर्यो तपाईँलाई चाहिँ किन राइट म्यानेजर चाहिएको त। अब मलाई चाहिँ अब यसरी मिलाएर लेख्नु होला इङ्ग्लिसमा ट्याक्क 300वटा अक्षरमा चाहिँ 300वटा अक्षर छ है 300वटा भन्दा बढी चाहिँ लेख्नु पाइँदैन 300वटा अक्षरमा चाहिँ छोटो मिठो मिलाएर लेख्नु होला। म चाहिँ डेली पोस्ट गर्छु कन्टेन्टहरू चाहिँ डेली पोस्ट गर्छु अनि मेरो कन्टेन्टहरू चाहिँ अरूले पनि चोरेर डाउनलोड गरेर हाल्ने भएको हुनाले चाहिँ मेरो कन्टेन्टलाई चाहिँ सेक्युर गर्नको लागि चाहिँ मलाई राइट म्यानेजर चाहिएको हो थ्याङ्क यू भनेर चाहिँ लेख्नु होला। यति लेख्न सकिहाल्नुहुन्छ तपाईँहरू है। अनि यहाँ तल आएर छ तल अब तपाईँको एउटा इमेल कुनै पनि एउटा इमेल चाहिँ फेसबुकमै लगइन भएको भन्ने चाहिँ चाहिँदैन अरू कुनै पनि इमेल लिएर आएर यहाँ हाल्नु होला। इमेल हालिसकेपछि चाहिँ तपाईँले यहाँ भेरिफिकेसनको लागि कोड पठाउनुहोस् अनि यहाँ कोड दिन्छ 6वटा अङ्कको कोड दिन्छ त्यो लिएर आएर यहाँ पेस्ट गर्नुहोस्। इमेल हाल्नु बित्तिकै यहाँ अर्को पनि खुल्छ अनि यहाँ लिएर आएर पेस्ट गर्नुहोस् अनि सिम्पली यहाँ तल चाहिँ रिक्वेस्ट एक्सेस भन्नेमा क्लिक गर्नुभयो भने तपाईँको चाहिँ रिक्वेस्ट एक्सेसको चाहिँ अनि उसले कोड पठाइदिएपछि चाहिँ अनि तपाईँको इमेलमा मेल आउँछ फेसबुकले नै मेल गर्छ। त्यो मेल आएपछि तपाईँहरूलाई एकैछिनमा थाहा भइहाल्छ कि मैले चाहिँ राइट म्यानेजर पाएँ कि पाएन भनेर। राइट म्यानेजर लिने चाहिँ यो आइडिया चाहिँ यो तरिका चाहिँ अहिलेसम्म फेसबुकमा कसैले युट्युबमा अथवा फेसबुकमा कसैले पनि तपाईँहरूलाई सिकाएको छैन है। यो नेपालबाट फेसबुकलाई मोनेटाइज गर्ने यही मात्रै एउटा आइडिया हो है। अरू भनेको चाहिँ तपाईँले त्यो अरू त्यो भिपिएनहरू किनेर अरू देशको भिपिएनहरू किनेर चलाउने त्यो छुट्टै कुरा हो। त्यसबाट चाहिँ हामीले नेपालकै ब्याङ्कमा पैसा निकाल्न सकिँदैन बाहिर निकाल्नुपर्छ लोकेसन चेन्ज गराएर गर्ने त्यो छुट्टै कुरा हो। तर यो तपाईँले पाइसकेपछि चाहिँ फेसबुकको लागि एकदमै ठुलो कुरा हो एकदमै ठुलो कुरा फेसबुकको लागि। यो पाइसकेपछि चाहिँ तपाईँहरूको नेपालकै ब्याङ्कमा तपाईँको जुन ब्याङ्कमा खाता भए पनि त्यही ब्याङ्कमा चाहिँ तपाईँहरूले पैसा निकाल्न सक्नुहुन्छ। यसरी चाहिँ अहिलेसम्म कुनै पनि ठुला युजरहरूले नेपालको अथवा विशेष गरी नेपालकै भनौँ नेपालको कुनै पनि ठुला युजरहरूले चाहिँ यो आइडिया कतै पनि सिकाएको छैन कतै पनि फेसबुकमा अथवा युट्युबमा कतै पनि देख्नुहुन्न। मैले तपाईँहरूलाई फ्रीमा भनिरहेको छु अरूहरूले भने कोर्स लिने पैसा लिने गरिरहेको देखेर चाहिँ मलाई अलिक नराम्रो लागेर चाहिँ मैले यो भिडियो बनाएको है। यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर बुझ्नुभयो भने तपाईँहरूले आज पहिलोचोटि एप्लाई गर्दा नपाए पनि दोस्रोचोटि तेस्रोचोटि फेसबुकमा काम गर्दै जानुभयो भने पटकको चोटिमा एक न एक दिन चाहिँ तपाईँहरूलाई यो मिल्न सक्छ है। यो मिल्यो भने तपाईँहरूले धेरै नै प्रफिट हुन्छ क्या फेसबुकबाट चाहिँ धेरै नै फाइदा हुन्छ। त्यही भएर कोसिस गर्नुहोस्
यो चाहिँ जसरी हुन्छ पार्नलाई यो बनाउने कोसिस गर्नु है।